आज चाहिँ म तपाईहरुलाई हाम्रो गाउँको बाटो बर्खायाममा कस्तो रहन्छ त भनेर म देखाउन गइरहेको छु। बाटो चाहिँ एकदमै डेन्जर बाटो रहेको छ। यहाँ घाँस एकदम धेरै उम्रेको थियो र मैले चाहिँ सफा गरेर अलिकति बाटो खुल्ला जस्तो देखिन्छ। यहाँनिर पानीले पनि खोलेको छ। यो बाटो चाहिँ खास मोटर बाटो होइन, यो चाहिँ मान्छे हिँड्ने गोरेटो बाटो हो र मैले चाहिँ यसलाई गोरेटो बाटोमा हल्का सम्माएर बाइक कुदाउने बाटो बनाएको छु। यहाँनिर लास्टै अप्ठ्यारो थियो, ढुङ्गाहरू फोडेर मैले चाहिँ बाइक छिर्न बनाएको छु। र जस्ट अगाडि फेरि यहाँसम्म मोटर बाटोले गत वर्ष चाहिँ खनेको थियो र यसपालि योभन्दा अगाडि बढ्छ होला। आई होप, हामी आशा गरौँ आगामी दिनहरूमा बाटो राम्रो हुनेछ। र बाटो यस्तै हो गाउँको बाटो। विकासको नाममा एकदमै पछाडि परेको छ। यो बाटोमा खासमा अरू पैदल हिँड्न पनि डराउने बाटो छ। मान्छेहरू पैदल हिँड्न पनि डराउँछन् होला, तर मैले चाहिँ बाइक कुदाएको छु। स्पिड त कुदाउन सकिन्न किनकि बाटोको अवस्था देखिहाल्नुभयो यस्तो छ। तर बिस्तारै चलाउन सकिन्छ। म चाहिँ डेली चलाउने भएको कारणले गर्दाखेरि यो बाटो मलाई अलिकति सहज नै भएको छ। ओ माई गड, घुम्ती हेरौँ न, घुम्ती। बाटो ओह्रालो, ठाड्दै ओह्रालो छ। क्यामेरामा देखिन्छ कि देखिँदैन, क्यामेरामा कस्तो देखिन्छ, तर रियलमा चाहिँ लास्ट डेन्जर डरलाग्दो बाटो छ। त्यसमाथि पानीले खोलेर झनै खतम बनाएको छ। ओ माई गड, आमा खत्म, बाय बाय, टाटा, गुड बाय। यहाँनिर यस्तो पानीले खोल्छ। घुम्ती पनि यति छोटो छ, सायद घुम्ती नकट्ला हरको हिको। हैट, आम्मामा हिलो चिप्लो। आम्मामा फेरि आइहाल्यो घुम्ती। टर्निङ अलिकति अस्ति बाटो बनाएको हुनाले अलिकति यो राम्रो भएको छ, नत्र बाटो खत्तमै भएको थियो। ओइ बाख्रा, बाटो छेक्न आउँछ त। अब अगाडि पहिरो, यस्तै हो बर्खाको टाइममा पहिरो आएर। ल लास्ट ढिग बाटो थियो के, वान मिस्टेक गेम फिनिस भने जस्तो। के गर्नु, गाउँको अवस्था यस्तै छ। विकास गर्छौँ भन्छन्, विकास हुँदैन।
ज्यानको बाजी थापेर बाइक कुदाउनु पर्ने अवस्था हुन्छ। के गर्नु हैन, यस्तै छ त। ओ नो, ल मेरो गाउँको बाटो सानो देखाए, यहीँसम्म हो आज, र बाँकी कुराहरू म फेरि देखाउँदै गर्नेछु। र यो चाहिँ हाम्रो बैठक बस्ने ठाउँ। म आएको चाहिँ माथि त्यो डाँडाबाट हो, र यो चाहिँ हाम्रो गाउँ रहेको छ, तपाईँले देख्न सक्नुहुन्छ। तल चाहिँ जुन चाहिँ मेन बाटो भयो, सुलीचौरबाट आउने बाटो